यता चाहिँ हाम्रो घाँस काट्ने काम सुरु हुँदैछ। असोज कार्तिकमा घाँस काट्ने गरिन्छ यो मेलामा। अनि घरको सबैजना मिलेर घाँस काट्ने गर्छौँ। अनि पुरै सकिसक्यो, अब 6-7 दिन काटेर अरू सकिएको, यति मात्र बचेको छ। पुरै मेलो काटेर सकियो। अब पुरै यति बाँकी छ। निधि उदो बाँकी छ, यो पुरै काट्यो हो। अब थोरै बाँकी छ। यस्तरी काटेपछि अनि कर्यो होला मन, यस्तरी काटेपछि अनि कर्यो होला मन।